Hello guys, welcome back to my YouTube channel. It's me, MR. Welcome to my video. फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु। आजको भिडियो अन्तर्गत चाहिँ हामीले ड्रिम रुम बनाउँछौँ होइन। ड्रिम रुमको लागि चाहिँ म चाहिँ रुमभित्र घुसिसकेको छु होइन। आज चाहिँ डे 1 होइन। हाम्रो चाहिँ रुम यस्तो छ होइन। यता छ डोर सोर हालेको छैन, माकुराको जालो छ। आज चाहिँ सफा भइरहेछ, उता चाहिँ सफा गरिरहेछ, उता सफा गरिरहेछौँ होइन हामीले चाहिँ। अब यो गरेर पुरै यो चाहिँ पुरै सेटअप बनाएर लाइटिङ साइटिङको लागि सुइटेबल छ यो पुरै होइन बालुवा। अब चाहिँ यसलाई चाहिँ हामीले ड्रिम रुममा कन्भर्ट गर्छौँ। कस्तो हुन्छ त आज चाहिँ डे 1 होइन। अब डे 1 मा स्टार्ट गरिन्छ। अब कति बेर लाग्छ हेरौँ त है। 10-15 दिनमा भ्याउने छ हाम्रो होइन। प्लानिङ चाहिँ कति लाग्छ यस्तो छ, केही पनि रेडी भएको छैन होइन। पुरै उजाड छ रुम, उता केही पनि हालेको छैन, यस्तो छ। अब चाहिँ यसलाई चाहिँ हामीले अब ड्रिम रुममा बनाउन कति समय लाग्छ त। ओके लेट्स गो है, भिडियो स्टार्ट गरौँ। डे बाई डे हाल्छ भिडियो चाहिँ। ओके भिडियो म चाहिँ सरसफाइ हुन्छ अब होइन, त्यस्तो गरेर जान्छ होइन, रेगुलारिटी हुन्छ। ओके गाइस त्यस्तै गरौँ है। मेरो चाहिँ ड्रिम रुम यही हो होइन। यता देख्न सक्नुहुन्छ, यसले सफा गर्ने हो। हाम्रो चाहिँ बाहिरतिर पनि फोर्छ, त्यो भएर अलि गरिदिउँ होइन। लाइट साइट छ अब त्यही त हो। अब बेसी के कस्तो भने लाइटिङ सिस्टम भन्ने होइन, पुरै विन्डो पनि उता मात्र छ, उता साइड छ। यो चाहिँ अहिले अँध्यारो रुम होइन। यता चाहिँ माकुरा पुरै जाल लाएर जाल सफा गर्न लगाएको छु होइन मैले। यो चाहिँ हाम्रो यो ब्रस हो होइन, यो जाल सफा गर्ने पुरै जाल लगाएको छ क्या। यो चाहिँ रुम हुन्छ अनि यो पुरै अब यो पनिङ सनिङ गरेर पुरै बनाउने होइन। टाइम त लाग्छ होला। अब चाहिँ कति लाग्छ त्यो कमेन्ट गरौँ होइन। अब जति सक्दो हामीले त खास गर्ने नै हो होइन। कति हुन्छ त्यही त हो। अब चाँडै गरौँ भन्ने हो। त्यसको लागि उता रहेछ।